Hello, namaste and welcome back to another new video. यो चाहिँ आज मैले चाहिँ YouTube जोड्ने कसरी सुरु गरेँ र किन गरेँ र मेरो YouTube च्यानलको नाम चाहिँ लेट्स एक्सप्लोर विथ चन्द्रु किन राखेँ। यो चाहिँ रिलेटेड आज चाहिँ YouTube च्यानलको मुख्य उद्देश्य के हो अथवा मेरो YouTube च्यानल चाहिँ मैले किन कसरी क्रिएट गरेँ भन्ने कुरा चाहिँ म हजुरहरूलाई भन्न गइरहेको छु। वास्तवमा भन्यो भने एउटा बचपनको थोट जस्तो मैले पनि पहिला युट्युब हेर्दाखेरि हैन म 8-9 क्लासमा पढ्दाखेरि मैले एकचोटि त्यति बेला त अब सानोतिनो हैन सानो खाले मोबाइल हुने अनि खासै आफूले मोबाइल चलाउन पनि नपाइने टेन्सनमा त मोबाइल छुन नि नपाइने अनि त्यसै कहिलेकाहीँ अरूहरूले दाइहरू अथवा भनौँ न ठुलो मान्छेहरूले चाहिँ मोबाइल चलाएको देख्दाखेरि कसरी हैछ चलाउने त्यो डाटा लिएर चलाउनु हुन्थ्यो नि त पहिला वाइफाई भन्ने कुरो थिएन। अनि त्यसपछि युट्युब च्यानलहरु देख्ने अनि कसरी बनायो होला जस्तो फिल हुने के आफूलाई पनि। त्यसपछि मैले पनि अब पछि चाहिँ बनाउँछु भन्ने मेरो इच्छा थियो र मैले त्यही भएर हैन धेरै त भएन बनाएको तर बनाउँछु जेसुकै होला हैन तर बनाउँछु भन्ने मेरो भित्रबाट इच्छा थियो अनि मैले बनाएँ। अनि मैले मेरो च्यानलको नाम के राखौँ त भन्दाखेरि चाहिँ मलाई चाहिँ अलिकति एक्सप्लोर गर्न मन लाग्ने अथवा केही कुरा खोज्न मन लाग्ने टाइपको के तर त्यस्तो मान्छे त हो तर अनि के राखौँ भयो हैन अनि आफ्नो नाम चाहिँ जोड्नु पर्यो अनि मैले एक्सप्लोर गर्छु भन्ने हिसाबले केही कुरा एक्सप्लोर गर्छु भन्ने हिसाबले लेट्स एक्सप्लोर विथ चन्द्रु भनेर आफ्नो नामसँग जोडे। लेट्स एक्सप्लोर भन्ने बित्तिकै केही कुराको खोज अनुसन्धान हैन भन्ने हुन्छ जस्तो विभिन्न ठाउँहरू खोज्ने अनुसन्धान गर्ने आफू गएको ठाउँहरू हजुरहरूलाई देखाउने आफू सँगसँगै हजुरहरूलाई पनि त्यहाँको दृश्यहरू देखाउने घुमाउने आफू गएको ठाउँहरू हजुरहरूलाई देखाउने घुमाउने त्यही सँगसँगै रमाइलो गराउने केही नभए पनि हैन अनि त्यो चाहिँ मेरो एम हो है खासमा। अब मैले खासमा युट्युब च्यानल बनाएर एकदम निकै ठुलो भारी रकम कमाउँछु अथवा केही ठुलो गर्छु भन्ने पनि मेरो सोच होइन तर पनि एउटा कन्टिन्युअस डेडिकेसनले गर्दा मान्छे सफल हुन्छ भन्ने जस्तै मैले पनि आफ्नो कन्टेन्टहरु जानी नजानी दिइरहेको छु हैन। अब मेरो 0 सब्स्क्राइबरबाट अहिले हेर्नु हो भने मेरो 300+ सब्स्क्राइबर भइसक्नु भएको छ। यहाँहरु सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यसरी नै साथ सपोर्ट गर्नुभयो भने अघिल्ला दिनहरुमा पक्कै पनि मेरो च्यानल मोनेटाइज हुन्छ र यो खुशी मेरो मात्र हुने छैन तपाईहरुको पनि हुनेछ। मेरो च्यानललाई मोनेटाइज गर्न हेल्प गर्नु होला र जति पनि हेल्प गर्नुभएको छ मेरो युट्युब फ्यामिलीले म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यदि अहिले तपाईहरु कोही मेरो च्यानल नयाँ हुनुहुन्छ त नयाँ दर्शकले हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई विनम्र अनुरोध गर्न चाहे सब्स्क्राइब गरिदिनुस् र बेल आइकन पनि प्रेस गरिदिनु होला। खासमा मैले मेरो च्यानल बनाएको चाहिँ मेमोरीको लागि भनौं हैन। अब आफूले लाइफ टाइममा कस्तो मोमेन्टहरु गरिएको छ कहाँ गएर के क्लिक गर्यो पछि हेर्दाखेरि त अलिकति मेमोरी हुन्छ नि त मेमोरी भौस हैन मोनेटाइजै नभए पनि कमसेकम मैले यसरी गरेको थिएँ भन्ने त हुन्छ नि त। मेरो च्यानल ग्रेजुअली है बिस्तारै जाँदैछ हजुरहरुको साथ सपोर्ट मायाले गर्दा मेमोरीमा मात्रै सीमित नहोला कुनै न कुनै दिन त मोनेटाइज पनि होला हैन भन्ने आशामा छु। माया गरिदिनु होला साथ गरिदिनु होला सपोर्ट दिनु होला केही कुरा कमजोरी छ भने भनिदिनु होला औल्याइदिनु होला त्यसबाट मैले कसरी इम्प्रुभ गर्न सक्छु त्यो गरौँला हैन माया गरिदिनुस् अनि केही गल्ती भए त्रुटि भए सच्याउने मौका दिनुस्। अनि अर्को कुरा सल्लाह सुझाव प्रतिक्रियाको कमी नहोस्। हजुरहरुको बहिनी हजुरहरुले गर्दा नै अगाडि बढ्ने हो। हजुरहरुले माया गरिदिनु भयो भने पक्कै पनि अघिल्ला दिनहरुमा मैले केही कुरा राम्रो गर्ने छु। मैले मुख्य गरी मैले यो च्यानल खोल्नुको उद्देश्य भनेको एउटा एज अ टिचर भनौं न टिचिङ फिल्डको मान्छे म टिचिङ फिल्ड भन्दा पनि अब हुन त म्यानेजमेन्टको स्टुडेन्ट हो तर मैले टिचिङ गरेको छु। अब केही कुराहरु टिचिङ केही थ्योरिटिकल कुराहरुमा समस्या हुन्छ भने तपाईले म्यानेजमेन्ट अन्तर्गत मलाई भिडियो बनाइदिनुस् भन्नुभयो भने म त्यो पनि गर्न चाहन्छु। अनि एक्सप्लोरिङ त हुँदै भयो अनि प्लस पोएटिक थट्सहरु ममा आएको सिर्जनाहरु मैले पस्केको हुन्छु त्यो पनि हेर्न सक्नुहुन्छ। केही कुराहरु सिक्ने पर्सनल डेभलपमेन्टका प्लेलिस्ट पनि बनाएको छु मैले एक्सप्लोरिङ प्लेलिस्ट बनाएको छु र एउटा छुट्टै पोएटिक प्लेलिस्ट पनि बनाउने सोचमा छु। अनि मैले हल्का फुल्का अब पोएटिक नै भनौं हैन र्यापहरु पनि राखेको छु कुनै सन्दर्भमा। मैले मेरो च्यानलको नाम किन राखेँ लेट्स एक्सप्लोर विथ चन्द्रु त्यो त मैले अलिकति भनिसके तर पनि फेरि भन्न चाहन्छु। एक्सप्लोर शब्द भन्ने बित्तिकै कुनै कुराको खोज अनुसन्धान अन्वेषण भन्ने ल्याउँछ
विथ चन्द्रुले मेरो व्यक्तिगत चिनारी अथवा मेरो नाम मेरो पहिचानको बारेमा खुलाउने गर्दछ। मेरो च्यानल वास्तवमा भन्ने हो भने मुख्य त मैले यसै बनाएको होइन, अब माइन्डमा आयो मैले बनाइदिइहालेँ। खासमा अब एक्सप्लोर भन्ने बित्तिकै ट्राभल समेटियो, यसमा एजुकेसनका कुराहरू शिक्षाका कुराहरू समेटिएको हुन्छ। अनि त्यसपछि पोइटिक थट्सहरू, मोटिभेसनका कुराहरू, पर्सनल डेभलपमेन्टका कुराहरू, सेल्फ क्रिएसनका कुराहरू, हाउ टु बी कन्फिडेन्ट, दिस टाइप अफ कन्टेन्ट्स आई एडेड इन माई युट्युब च्यानल एन्ड इन माई भिडियोज। अब मैले कोही कस्ता कन्टेन्टहरू दिन्छु भन्दाखेरि अब ट्राभल कल्चरहरू, नेपालको कल्चर, विभिन्न ठाउँमा म जहाँ जहाँ गएको हुन्छु त्यहाँको भिडियो क्याप्चर गरेर म तपाईँहरूलाई कल्चर पनि सो गरिरहेको हुन्छु। अनि मैले कतिपय ठाउँमा चाहिँ अब एजुकेसनका कुराहरू, शिक्षा सम्बन्धी कुराहरू, मैले एउटा लको कुरा भिडियो राखेको थिएँ, त्यसमा पनि राम्रै आएको छ होइन। अनि त्यसपछि अरू पनि तपाईँहरूलाई केही कुरा डाउट लाग्छ भने भिडियो बनाइदिनुहोस् भन्नु भने म त्यसको लागि तयार हुनेछु होइन। ब्याचलर लेभल मास्टर्स लेभलसम्मको थ्योरिटिकल सब्जेक्टहरूको चाहिँ म मजाले भिडियो बनाएर तपाईँहरूलाई बुझाउन सक्छु एज अ म्यानेजमेन्ट स्टुडेन्ट। एन्ड तपाईँलाई 10 क्लाससम्म पढ्दै हुनुहुन्छ र कुनै इङ्ग्लिसको केही समस्या छ भने ग्रामेटिकल कसरी गर्ने, राइटिङहरू के गरी प्र्याक्टिस गर्ने, त्यो कुराहरू पनि म बताउन सक्छु। भिडियो नबनाए पनि तपाईँलाई सेल्फ गाइड गरेर तपाईँहरूलाई कल गरेर अथवा जसरी पनि मैले हेल्प गर्न सक्छु होइन। अनि त्यसपछि मैले नेपाली लाइफस्टाइलहरूको भिडियोहरू बनाइरहेको हुन्छु, मोटिभेसनको भिडियो बनाइरहेको हुन्छु, अनि क्रिएटिभ एक्सप्लानेसनहरू गराउँछु। अब कुनै कुनै रिलेटेड कन्टेन्ट करेन्ट एफेयरहरूको राखिरहेको हुन्छु, के घटना घटिरहेको छ त्यस्तो पनि राख्ने गर्छु होइन। र मेरा भगवान् रूपी अडियन्सहरूलाई मेरो के म्यासेज छ भन्दा, मेरो दर्शकहरू तपाईँहरू सम्पूर्णलाई एकपटक आभार व्यक्त गर्न चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु। तपाईँहरू नै मेरो दर्शक, मेरो भगवानको रूपमा हुनुहुन्छ। म इन्सपायर हुने ठाउँ, म आफू केही कुरा गर्छु, अगाडि बढ्छु भन्ने ठाउँ मैले हजुरहरूले गर्दा पाएको छु। हजुरहरूको साथ सपोर्ट, सल्लाह, सुझावले गर्दा म अगाडि बढिरहेको छु, केही दृढ इच्छा लिएर अघि बढिरहेको छु। मैले मेरो पर्सनल डेभलपमेन्ट गर्ने ठाउँ पाएको छु। म तपाईँहरूको बहिनी, साथी, दिदी, एज अ मेन्टर कसरी हुन्छ म तपाईँहरूलाई सहयोग गर्न अनवरत रूपमा खटिरहेको छु। छिटै नै मैले केही समय पश्चात मेरो प्रिय सब्सक्राइबरहरूसँग एउटा नयाँ सेसन पनि सुरु गर्ने सोचमा छु। जसरी अब मेरो नजिकको साथीहरू हुनुहुन्छ, नजिकको क्लोज फ्रेन्डहरू हुनुहुन्छ, एज अ मेन्टरहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूसँग मैले अब छिटै नै पोडकास्ट सेसन ल्याउने भन्ने सोचमा छु है। अर्को कुरा भनेको मेरो च्यानलको मुख्य उद्देश्य के हो त त्यो पनि भन्नु पऱ्यो है। म जस्ता थुप्रै साथीहरूको लागि म एउटा ऊर्जाको स्रोत भन्न चाहन्छु, एउटा इन्सपिरेसनको स्रोत भन्न चाहन्छु। केही कुरा गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, कसरी कन्फिडेन्ट हुनुपर्छ, क्यामेराको अगाडि कसरी बोल्ने, पब्लिक मासमा कसरी बोल्ने, लाइफ टाइममा चाहिने किसिमका स्किल्सहरू कसरी डेभलप गर्ने, अनि कम्युनिकेसन स्किल्सहरू कसरी डेभलप गर्ने, यस्ता कुराहरू चाहिँ म यसमा व्यक्त गर्न चाहन्छु, दिन चाहन्छु। र मैले मेरो च्यानलमा मात्र यात्राहरू मात्र देखाउँदिनँ, मैले मेरा जीवनका भोगाइहरू, मेरा विचार, जीवनका अनुभवहरू साटासाट गर्ने ठाउँ पनि यसलाई मानेको छु। मैले तपाईँहरूलाई मेन्टरको रूपमा जुनसुकै समयमा पनि सहयोग गर्न तयार हुने छु, यति विश्वास दिलाउन चाहिँ मैले चाहन्छु। चाहे त्यो कुनै मोटिभेसनका कुराहरू होस्, डिसिप्लिनका कुराहरू होस्, एजुकेसनका कुराहरू होस्, वा तपाईँलाई लाइफ टाइममा कुनै प्रब्लम परिरहेको हुन्छ कसरी सल्भ गर्ने भन्नुभयो भने चन्द्र इज हियर टु सल्भ, अर केही एडभाइस त दिन सक्छु नि त मैले होइन। अब तपाईँहरू केही कुराको प्रिपेरेसनमा हुनुहुन्छ, जस्तो एक्जाम टाइममा कसरी प्रिपेयर गर्ने, एक्जाम टिप्सहरू, अनि तपाईँहरूले कसरी पढ्ने, कसरी रुटिन बनाउने, अनि त्यसपछि लोकसेवा प्रिपेरेसन गर्ने स्टुडेन्टहरूको लागि सिलेबसहरू बुझाउने जिम्मा चाहिँ मेरो भयो। तपाईँले केही कुराहरू सोध्नु छ भने मलाई सोध्न सक्नुहुन्छ। करेन्ट एफेयरको बारेमा कसरी पढ्ने, कहाँबाट मेटेरियल्सहरू जुटाउने, यी सबै कुराहरू म तपाईँहरूलाई दिन सक्छु है। यति कुरा चाहिँ सेयरिङ इज केयरिङ होइन। म चाहिँ आफूले जानेको कुरा चाहिँ अरूले पनि जानुहोस् भन्ने चाहिँ मेरो इच्छा छ होइन। आफू मात्रै अगाडि बढ्ने होइन कि सँगसँगै मेरो साथीभाइ, दिदीबहिनी, मेरा साना भाइ बहिनीहरूलाई पनि अगाडि बढाउँ भन्ने हुन्छ मेरो। मभन्दा धेरै जान्ने बुझ्नेहरू त हुनुहुन्छ, मेरो बहिनीहरू भए पनि, साथीहरू भए पनि, तर पनि आफूमा जानेको कुराहरू चाहिँ सेयर गर्न चाहिँ मन लाग्छ। सानो बच्चाहरूबाट पनि ज्ञान लिन सकिन्छ भने जस्तै मैले मेरा ठुला दिदी बहिनीबाट ज्ञान लिन्छु भने मैले सानाबाट पनि ज्ञान लिन सक्छु। त्यस्तै गरी तपाईँहरूले पनि मलाई एउटा ज्ञानको स्रोतको रूपमा लिन सक्नुहुन्छ। तपाईँहरूलाई कुनै पनि समस्या पऱ्यो अथवा केही पऱ्यो, केही कुरामा डाउट छ, अब जस्तो नोटिसहरू,
अनि त्यसपछि यो ब्याचलरका रिलेटेड नोटिसहरू अनि त्यसपछि केही कुराहरू छ भने सिधै मलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँहरूलाई कस्तो किसिमले सहयोग गर्न म सक्छु, म चाहिँ त्यो हृदयबाट नै गर्न चाहन्छु। म त्यो फुलफिल गर्ने प्रयासमा अनवरत लागिरहन्छु र लागिरहेको पनि छु। तपाईँको साथ सधैँ होस् है, तपाईँको साथी, तपाईँको बहिनी सदैव तपाईँहरूसँगै हुनेछु र तपाईँहरूको हितको लागि नै काम गर्नेछु। हवस् त, धन्यवाद, थ्याङ्क यू, ह्याभ अ ग्रेट डे, इन्जोय योर डे, किप स्माइलिङ।